हेलो साथीहरु केही छ खबर सबैजना सन्चै हुनुहुन्छ भन्ने आशा गरेको छु। तपाईहरुको माया ममता साथ र सपोर्टले गर्दा फेरि एउटा नयाँ रियाक्सन भिडियो लिएर उपस्थित भइसकेको छु साथीहरु। आजको रियाक्सन भिडियो स्पेशली रहनेछ निकु बेबी इन नेपाली क्राइम पेट्रोल एपिसोडमा। कस्तो लाग्छ तपाईहरुलाई हेरेर साथ दिनु होला र प्रतिक्रिया दिन नभुल्नु होला है त। हेरौं मज्जाले यो चा पोरी मान्छे के गर्छ यो भाइ कस्तो पोरी हो के दाइ यार तिमी त यार प्यामरित दाइ यार कस्तो तिमी यार पोरी यार त्यस्तो नगर के यार। हरेक समस्या सल्भ गर्न रक्सी पिएर धेरै पनि म उपस्थित भएको छु नयाँ कहानी लिएर। ओइ मारो यो दाइ यार यस्तो बिग्रिया मान्छे यार। सबै समस्या समाधान हुँदैन रक्सी पिएर भन्छ यार। अझ आफै रक्सी वही हालाया छ के गर्ने हो यो दाइलाई यार। यस्तो गर्ने हो ढाका। नमस्कार म पिवाई अमृत, स्वागत छ तपाईहरुलाई क्राइम पेट्रोलमा। यिनी हुन् निकिसा। यिनको सानैदेखि मोडल बन्ने सपना थियो तर त्यो सपनाले भयानक मोड लियो। किनभने यो झ्याक्ने समाजले उनको पुच्छर तानिरहेको छ। लाज लाग्दैन तर जे भने नि हैन निकिसा दिदीले चाहिँ हैन दिदी दाइ जे भयो नि त्यो केटीको भन्दा नि केटाको उसमा राम्रो देखाएको छ के तपाईले चाहिँ। लाज लाग्दैन कस्तो मान्छे होला। तर यो चाहिँ रियल हो है, समाजमा यस्तै हुन्छ आजभोलि। गोजीमा दाम छैन, मेरो गोजीमा दाम छैन। अगाडि बढ्न मोरेनी दिन्नन्, त्यसैले यो समाजको काम छैन। समाजले मात्र नभई स्वयं आफ्नै घर परिवारबाट नि उनलाई साथ सपोर्ट थिएन। गाउँघरका मान्छेले कुरा काटेर खप्नु छैन, खालि टिकटक मात्रै बनाएर बसेर हुन्छ। काममा ध्यान दिनु पर्दैन, अघि बोलाउँदा नि सुन्दैनस्। काममै त ध्यान दिएको हो नि। टिकटक क्विन हो टिकटक बनाउने। फुटेका छोराले हातै काटेको ए आन्टी निकिसा टिकटक क्विन हुन् भने किन चाटेको। यस्तो माटो नि के भयो के यार। तर एकदम भावुक बनाउँछ के दाइ यस्तो कहानीहरू हैन। डाँडै पिपलुमा चल्यो बतास। घर परिवार र समाजको घिडाले निकिसालाई सताउनु सता छ। निकिसालाई डिप्रेसनको रोगी बनाउँछ र आफूलाई डिप्रेसनबाट मुक्त गराउन विश्वको नम्बर 1 डाक्टर जोनी सिन्ससँग जान्छन्। नमस्ते भाइ त्यसले इलाज त दरो गरिदिन्छ नि, कहिले मिडियामा आउन यो मान्छे। इलाज चाहिँ जरो गर्छ त्यसले ल। डाक्टर जोनी सिन्सको हार्डकोर प्रयासपछि निकिसा डिप्रेसनबाट मुक्त हुन्छन्। जुन समाजले उनलाई घृणा गरेको थियो त्यही समाजको अगाडि आफू अब्बल बनेर देखाउने निर्णय गर्छिन् र झनै राम्रो टिकटक गराउन सुरु गर्छिन्। न्यू खोजेको आइज तर म सिंगल भिड्नी। निकिसाको एक्टिङ देखेर गेडा कस्तो यार नाच्न मस्त हैन। त्यहाँ सङ लागेको थियो हैन, नाचौँ भनेको कस्तो बिचमा फेरि बन्द गरिदियो मुर्दारले। फुट्यो फेल भयो किडनी। निकिसा बिस्तारै भाइरल हुन्छन्। थुप्रै पत्रकारहरूले इन्टरभ्यु त लिन्छन् तर कसैले पनि उनलाई फिल्म खेलाउने अफर दिन्न। त्यसैले उनी हिरोनी बन्न अडिसन दिन जान्छन्। नमस्ते ए भाइ हामीले हिरो खोजेको के हिरोनी हैन। एकचोटि मेरो डान्स त हेर्दिनुस्। नेपाली हो नि जजहरूलाई निकिसाको डान्स मन पर्छ र सिधै फिल्म खेलाउने अफर दिन्छन्। म रेप कहिले भयो बहिनी तिमीलाई म सोध्न चाहन्छु के भने म कहिले मर्यो। ए मर्यो भने हो तिम्रो नाम भाइरल भइदियो। सलमान खानको राधे फिल्मलाई जितेर नि निकिसाको फिल्म टपमा गइदियो। मेरो एक्सको छम्मा निकिसाको इन्टरभ्यु लिन पत्रकारहरू हुन्छन् जम्मा। सच्चै आएर मिल्न सक्या सजी कसरी निकिसा यसरी केटा लाग्ले राउल न केटा घेरा बन्दै पुरै घेरा बन्दै पुरै गरेर जाने बाटोमा तनौ
यस्ता जाठा पत्रकारहरूलाई खै म के भनौँ। यिनीहरूको हेरासमेन्टले निकिसा फेरि पनि डिप्रेसनमा जान्छिन् र आत्महत्या गर्ने प्रयास गर्छिन्। तर यो एपिसोडमै भए पनि होइन यो त भएको छ होइन, तर आजभोलिको स्थिति चाहिँ होइन रियल छ कि यस्तै छ। आजभोलि पत्रकार यति सानो कुरा भयो भने पत्रकार आउँछ होइन, घरमा कसैको झगडा भयो पत्रकार सिधै। तर पत्रकारहरूले आजभोलि कसैको होइन घर ध्वस्तै गरिदिन्छन् कि कसैले। कोही राम्रो पनि छन् पत्रकार, त्यो सबै यस्तै छन् भन्न सकिन्न होइन, तर कोही राम्रो पनि छन्, कसैले त हरिबिजोकै बनाएको छ यार गाउँघरमा। तर उनलाई डाक्टर जोनी सिंह आएर बताउँछन् सबै कुरा त्यागी अब बिहे गरी निकिसाले बच्चा पाउने निर्णय गर्छिन्। सही हो सही हो। हेर यो मुटुमा किरा पर्या छ, निकिसाको लभ पर्दा डाडेर मेरो चाकमा किरा पर्या छ। गहिरो प्रेमपछि निकिसाले उसँग बिहे गर्छिन्। बिहेपछि के हुन्छ थाहै छ होला के रे? सुहाग रातको भोलिपल्ट निकिसा प्रेग्नेन्ट हुन्छन्। भाइ यो के भन्यो भाइ, के भन्यो? यस्तो गर्ने हो यार? हिजो राति बिहे भएको छ होइन, अहिले एकैछिनमा यत्रो। अनि हेर मागी ए नरी तिमीले के गरेको यहाँ बस त? ल यसले त टिकटक बनिरहेको छ त। कहाँ नि डान्स गरेको तिमीलाई? नि यस्तोमा डान्स गर्न मिल्दैन त तिमीले त। चुरोटेले चुरोट खान छोड्लान्, तर यो टिकटकरले टिकटक बनाउन मोरे पनि छोड्दैन। त्यो सही हो। अब फेरि के हो? एक्सरे गर्दा निकिसाको पेटमा एलियन भएको थाहा पाउँछन् र त्यही खुसियालीमा सेलिब्रेसन गर्छन्। अन्ततः निकिसाले एलियनलाई जन्म दिन्छन्। असम्भव कस्तो यार यो? तर होइन फेस चाहिँ मिल्या छ होइन, त्यो झुट होइन, यो साँच्चै होला सायद यार। फेस त मिल्या छ हो। तपाईहरूलाई यो एपिसोड कस्तो लाग्यो? यदि राम्रो लागेको छ भने लाइक शेयर कमेन्ट अनि सब्सक्राइब गर्न नबिर्सिनु होला। ल साथीहरू भाइहरू होइन, दाइहरू दिदीबहिनीहरू सबजना होइन, दाइको च्यानललाई सब्सक्राइब गरिदिनु होइन। दाइले एकदमै मेहनत गरेर भिडियोहरू बनाउँछन् होइन, तर मलाई पनि सपोर्ट गरिदिनु, भाइलाई पनि सपोर्ट गरिदिनु, दाइलाई पनि सपोर्ट गरिदिनु, दुइटैलाई। अनि यो भिडियो कस्तो लाग्यो तपाईँहरू पनि प्रतिक्रिया दिनु होला साथीहरू। कस्तो लाग्यो भिडियो होइन, सुझाव सल्लाह तपाईँहरूको के छ? माया ममता जस्तो भाइलाई पनि हल्का सपोर्ट गरिदिनु। भाइले पनि नयाँ जोड्ने स्टार्ट गरेको छ युट्युब च्यानलमा होइन। अब तपाईँहरूले यस्तै भिडियो मन पराउनुहुन्छ भने म तपाईँहरूका लागि अघि पनि यस्तै खालका भिडियोहरू ल्याइराख्नेछु। अनि भाइलाई माया गरिदिनु होइन, सपोर्ट गरिदिनु, अनि सब्सक्राइब गरिदिनु होइन। अनि दाइ सेयर गर्न चाहिँ नभुल्नु होला यार, भ्युजहरू एकदम कमाइरहेछ यार। गरी खाने भाडो यही हो यार, अब त यार केही गरिदिनु।